छोरी हामी आज कहाँ आएको भगवानजी गर्न गुड भगवानजी गर्न कहाँ आएको भगवानजी गर्न आएको हामी ल सबैजना माया गर्नुहोस् है हेलो गाइज नमस्ते अनि छोरीले सबैजनालाई नमस्ते गरिदिनुहोस् छोरी नमस्ते 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 गुड हामी चाहिँ आज फ्यामिलीसँग यसो बौडेश्वर झरनातिर घुम्न आइदिएको होइन म बुढी छोरी छोरा भाइ बुहारी आज यसो कति केटाहरूसँग घुम्नु कहिले यसो फ्यामिलीलाई पनि टाइम दिनु पर्यो नि भनेर होइन ल आज मान्छे चाहिँ वाइल्ड रहेछ टन्नै छ मान्छे सक्छ पालघरे नुवाकोट सिमलचौर झरना यता सुशी भाइ आज चाहिँ फ्यामिली राइड हैन त हो कति केटाहरूसँग हिँड्नु होइन भनेर मान्छे आज टन्नै छ जस्तो छ ल अहिले झरनामा भेटौँला फेरि हामी ल बाई छोरी हामी आज कहाँ आएको भगवानजी गर्न गुड भगवानजी गर्न कहाँ आएको भगवानजी गर्न आएको हामी ल गुड ल हजुर अब हामी भगवानजी गर्ने है त गएर ओके हुन्छ अनि बाबालाई सबैजनाले माया गरिदिनु भन्नुहोस् त बात है सर क्या बात है सर क्या बात ये बात है अरे सर क्या बात सबैजनाले माया गरिदिनुहोस् है पछाडि बस्नु बा काँक्रो लगाऊ फर्सीको मुन्टा छ सुडे बडी छ करेला काले हाँस्थ्यौ क्युट बाबु मेरो छ यस्तै छ है हैन ल ल हेलो हेलो गरिदिनुहोस् हेलो भन्दै हाई गरिदिनुहोस् हाई खै हाई हाई ल हेलो हाई नमस्ते अनि जरले खै त भनेको नभन्ने भनिदिनुहोस् त कालो कालो छोरो मेरो है कालो होइन तिमी कालो छोरो मेरो लेफ्ट राइट लेफ्ट राइट लेफ्ट राइट लेफ्ट राइट सानो रहेछ झर्ना रुने त रहेछ ल बौडेश्वर झरना महादेव की जय होस् जय बौडेश्वर महादेव जय हो झरना चाहिँ सानो रहेछ होइन केही छैन हेर्नु त काले त्यो मामु हेरेर त छैन झरना
खतरा रहेछ झरना त बा ल मैले भिडियो झरना दामी बौरीसर झरना शनिबार अलि प्याक भने ठिकै छ मान्छे झरना नभएर होला ठुलो होइन ठिकै छ फोटो खिच्ने फोटो चाहिँ डह्रो चलिरहेछ भाइ बुहारी चाहिँ त्यहाँ दर्शन गर्न गएको छ गुफा मन्दिरभित्र होइन हामी चाहिँ नजाने भनेको खै त तपस्या गरिरहनु भएको थियो तपस्या भङ्ग भयो जस्तो छ हामीले गरेर झरना कस्तो भयो छोरी रमाइलो भयो आँसु भयो छैन होला आँसु भयो जाने हो ल भयो जाउँ है स्माइल छोरी छोरी यता हेर्नुहोस् यता गुड भगवान्जी खै त जी गर्नु भएको खै यहाँ पनि जी भयो ल अब जाउँ ल उता घन्टी बजाउनुहोस् ल उता ल घन्टी बजाउनु त वा ल भयो ल हुन्छ हजुर टिका यहाँ लाउने र अहिले उता लाइन हुन्छ जाने बेला लाउने हो ल हुन्छ ल टिकी लाउने आउनु छोरी ल ल ल ल बोला न खै कहाँ छ बुहारी फोटो खिच्न भयो तिमीलाई पुग्यो फोटो सोट नखिच्ने बुढी र बुहारी त्यहाँ बसिरहेको छ ल ल ल चानी टिका लाउने हिँड्नुहोस् ल टिकी गुरुश्वर भगवान सतीदेवी माता लक्ष्मी माता गौरी माताले रक्षा अब सानीलाई राम्रो बनाइदिन्छु हस् 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 भन्नुहोस् छोरी खै यहाँ हेर्नुहोस् त सानी जुत्ता लाएर गएको त्यहाँ हेर्छ मान्छेलाई जुत्ता लाएर गयो त्यो भित्र पसेर आउँछ यताले मन्दिरभित्र पसेर आऊ ल बालाई जी गरिदिनुहोस् ल यहाँ यहाँ उता उता को थियो उता ल बालाई जी गर्नुहोस् ल वा जी गर्नुभयो बाबा बालै ल पैसा दिनुहोस् ल हो जय शम्भु है त जय शम्भु भनिदिनुहोस् जय शम्भु सतीदेवी माता लक्ष्मी माता गौरी माताले रक्षा गरून् छोरीको आँखे पुरा पुरा होस् र परिवारमा शान्ति आओस् होला बाबाको आँख मेरो आँखा मनोकामना पुरा होस् लक्ष्मी माता जय गणेश्वर भगवान सतीदेवी माता लक्ष्मी माता गौरी माताले रक्षा जय शम्भु ल अब झर्ना त गइसक्नु भयो त अब घर जाने अब नाइ यहीँ बस्ने हो हो ल जाऊँ ल हजुर मलाई त लाग्दैन
तिमीलाई डर लाग्छ? लाग्दैन? अनि बाबालाई पनि त लाग्दैन? ल जाउँ अब यताबाट जाने हो। ल जाउँ यताबाट छोरी जाउँ पर। हजुर बिस्तारै। अब घुम्न जाने। बुढी यता छन्। खै मेरो बुढी खै। ए बुढी हजुर कता जाने? हाट बजार जाउँ त। कताको हाट बजार? टोखाको? हुन्छ हजुर उता अघि हामी आउँदा महँगो भने ठिकै छ, तर यहाँ टोखामा पनि रमाइलो हुन्छ नि घर नजिकै भनेर। त्यहाँ त छैन रहेछ नि अस्ति न अहिले। अस्ति नै एकचोटि नै आएको थिएँ म होइन, त्यहाँ थिएन। हजुर होइन मोटे भाइ र म मात्र आएको थिएँ क्या एकचोटि। कति हजुर हुन्छ हस्। तिमीलाई डर लाग्छ? यसो फन्नी पनि राख्नु पर्यो नि त। ल हिँड्नु बिस्तारै यता माथि। हजुर केही नगर्ने अब। मिठा पान, खरा पान, शुद्ध पान, पानै पान। हजुर ल अगाडि हिँड्नु ल। जय भोले। खै भएन छोरी बाई बाई। बनाउनुलाई होइन आफै बनाइदियो हो होइन त भाइ? केही हुन्न अब जय भोले हो। त्यहाँ हुन्न चढ्न लडिहाल्छ नि अहिले फेरि। तिमी स्पाइडरम्यान हो र? ल ल अहिले उता बोक हिँड न। यस्तो गाह्रो छ हेर गाई। दुईटा जन्माएपछि होइन अब यहाँ भाइ बुहारीले त प्लानिङ छन्। हाम्रो त अब अनप्लानिङ भइहाल्यो। अनप्लानिङ भन्दा नि प्लानिङ हो। एउटा छोरा एउटा छोरी भने पहिला छोरी भने छोरी भइहाल्यो लक्ष्मी, पछि छोरा भने छोरा नि भइहाल्यो। अब यस्तो राम्रीहरू पनि चस्मा लाएर भए कता हिँडेको रामी देखाएको छ तर। है त्यही भएर अब यी अरू ठाउँमा त गुड्ने ठाउँमा त गुडेर लिएर हिँड्न मिलिहाल्छ, गाडी बाइक जाने ठाउँमा त। नभए चाहिँ अब हिँड्न पर्ने ठाउँमा चाहिँ बोक्नुपर्छ आफैले बच्चा। कुन्द्रु सुन्दरी हो तिमी। के हो अङ्कल यो? ओ ल चाना सिक्री गुन्द्रुक चाहियो भने यहाँ आउनु होला होइन। बौडीसोडीको झर्ना जाने बाटैमा ठ्याक्ठ्याक्कै, धेरै टाढा जानै पर्दैन। आज चाहिँ गर्मी दिउँसोसम्म त खतरा गर्मी थियो, अहिले चाहिँ शीतलो भएर आएर होला। वेदर पनि सही कुल छ क्या, जेउस रमाइलो छ क्या वेदर एकदम। हरियो हरियो हिँड्दैछन्। खै यसको टोपी। सबैजना भ्युअर्सहरूले मेरो बुढालाई एकदम माया गरिदिनु होला। लाइक सेयर सब्सक्राइब होइन टक्क लगाएर माया देखाइदिनु होला।
यस्तो राम्रो राम्रो भिडियोहरू बनाउँछ। तिमीलाई म बोक्छु अरू आऊ या कति हुन्छ नि है बाबा क्याप मिलाइदेऊ त ल कसले मिलाइदियो हो फटाफट हिँड्नु पर्यो यार, अड्क्यो भने अड्कै हुन्छ। हुन्न लाग्छ तिमी हिँड्ने बेला भएको छैन हिँड न किन रोक्यो यस केटा हो हेर गाह्रो छ के गर्नु एकछिनको रमाइलोले है कति गाह्रो छ आया झन्डै लडेको म झन्डै लडेको म ओइ केटाहरू जिम गएर ज्यान बनाउँछ नि हेर यहाँ ज्यान बनाउने जस्तै हुन्छ आया तिमीलाई के खानु मन छ कस्तो पापा खानु मन छ ल खाऊ भने काले दिएको ल ऊ कहाँ जानु लाग्यो ल बाई बाई अहिले भेट्ने है हेलो काले हजुर भनेको बाबा दौडिए यो ल म त गाह्रो भयो नि दौडिँदा छोड्दैन अब हिँड्न गाह्रो अब त्यसलाई हिँड्न गाह्रो सक्दैन बिस्तारै लड्छ ओहो काले हेलो यता हो कालो मान्छे बल्ल बल्ल आइपुग्यो यहाँ माथि अझै बाँकी छ लास्ट गर्मी भयो होइन भाइ बुहारी चाहिँ आउँदै होला तलतिरै छ बिस्तारै भाइ पनि अब हिँड्न सक्दैन त्यस्तरी आउँदै होला है स्या भयो गाह्रो छ के भयो काले बाबा ए खै बाबा अब लड्छ त्यो नछोड न दिनुहोस् थ्याङ्क यू समात त भन्छु ऊ आउँदैछन् भाइ बुहारी चाहिँ बिस्तारै हिँड्न सक्दैन बिचरा के गर्ने गाह्रो छ तल छोरी माथि माथि जाने छोरी जाउँ माथि ऊ माथि अब यताबाट हिँड्दै अघिनको ढ्याक्को रोड बाटोमा है ल एकछिनमा भेटौँ ल बाई बाई ल यी कस्तो भयो त आज अलिअलि थाकियो तर रमाइलो भयो हो बुहारीलाई कस्तो भयो रमाइलो अब झन् रमाइलो गर्न बाँकी नै छ अझै है छोरी काकालाई सोधिनु त काका कस्तो भयो आज भनेर
खै त नसोध्ने किन पाम्पा पाम्पा होइन पापा जा भन्दैछ यहाँ भाइले खै त बिस्तारै स्लो मोसन भाइबारी अब के गर्ने खुट्टाले गरेर गाह्रो छ गाह्रो छैन गाह्रो छ है यस्तै हो हजुर हुन्छ ओके हुन्छ हस् छोरी ल माथि गएर है माथि बोलाऊ न सबैजनाले बोलाऊ हामी फर्स्ट जानुपर्छ है ल भन्नु न हो फुल हो सबैजनाको हो हो ल लिनु ल आउनु ओ गाह्रो भयो बल्ल बल्ल उक्लियो यार हैट लास्टै गाह्रो अहिले पछि खानु त हिँड्नु न पर गएर खाने चटपटी खाने यत्रो मान्छेलाई नि पर छ पर चटपटे पानीपुरी यस ल हो ल बाबाको मोबाइल समात्नु त यसरी झर्छ है त्यस्तो ल बल्ल आइपुग्यो यार कस्तो पसिना आएको थियो खै त अरू त आइपुगेकै छैनन् बाफ्रे बा कम त गाह्रो छैन उक्लिनलाई छोरीको मम्मी आउँदैछ आउँदै हुनुहुन्छ क्या त्यहाँ ऊ तलबाट भाइ बोकेर आउन गाह्रो हुन्छ नि त हजुर हजुर आमा हजुर छोरी आमा ल पानी खानु पर्यो आउनु त बाबालाई गयो लास्टै प्यास लाग्यो पानी छोरी पनि खाने हो पानी ल भाइ गाइस तल गएर नि आयो झर्नामा गएर ल अब एकैचोटि अहिले टुहातिर भेटौँ ल फेरि बाई बाई हेलो छोरी कस्तो हो ल फाइनली टुखा है अब चाहिँ फेरि हाम्रो डेस्टिनेसन टोखा यहाँ देख्न सक्नुहुन्छ रमाइलो शनिबार नेवारी फुड फेस्टिभल टोखा नेवा सडक उत्सव है गाइस ल आइटमहरू धमाधम एकदम राम्रो छ यहाँ प्योर नेवारी टेस्ट पाउनुहुन्छ है प्योर नेवारी शनिबार जहिले मेला लाग्छ यहाँ मेला भने फुड फेस्टिभल हामी चाहिँ यहीँको मान्छे भएर यहाँ भने अब 5 मिनट लाग्छ आउनलाई 5 मिनटको बाटोले गर्दा छिटो पनि हुन्छ शनिबार आउनलाई तपाईँहरूलाई पनि मनपर्छ भने आइदिनु हो होइन आउनु यसो घुम्नु रमाइलो गर्नु झोरतिर जानु यता चण्डेश्वरी भन्ने ठाउँ छ घुम्ने ठाउँ धेरै छ यता भुटखेलतिर घुम्ने ठाउँ धेरै राम्रो छ अनि नेवारी टेस्टहरू पनि लिन सक्नुहुन्छ है यहाँ हेर्नु न सबैजना मान्छेहरू ल बाहिरै बसेर खाए पनि मिल्ने होइन आनन्दले कसैको टेन्सन पनि हुन्न केही हुन्न भित्र सेपमा बसेर खान्छु भने पनि पाइयो के भयो बाबा हजुर गाउँको दाइहरू पनि आउनु भएको रहेछ नेवारी ड्रेसमा हेर्नु न सजिएर नेवारी दिदीहरू सकुमिचा भनेको है गाइज
सक्कु मिचा भन्छ त्यसलाई हजुर मान्छेहरू आज शनिबार त प्याक हुन्छ हजुर त्यो भगवान् भगवान्लाई जी गर्ने न हो कसै खोज्दै थाहा छ कहाँ बस्ने भनेर बन ठाउँ त छ यता जहाँ पनि हुन्छ नि उता अगाडि पनि छ होइन त्यहाँ अब छ कति जग्गा त्यति नै हुँदैन भनेर होइन उनीहरूले त्यो चाकु बनाउनु छ नि कन्स्ट्रक्सनको काम चलिरहेको छ यहाँ होइन पानी पऱ्यो भने जो सेफ त सेफ नै हुँदैछ होइन चिउरा मानो भने यस्तो हुन्छ ल हेर्नु है गाइस मानो डालो नाङ्लो यसरी पिनेर उसमा पिन्ने हो चिउरा आमाले होइन आमा त्यसलाई के भन्छ आमा ओखलमा चिउरा कुट्ने ओखल नै उड्गल यसो नाम उड्गल नेवार भाषा हो ए ऊ भने नेवार भाषा भने नेवार भाषा पर्वते भाषा उड्गल ए ओखल भने चाहिँ अर्को हुन्छ सानो ए ल जम छोरी ल आमाले चाहिँ त्यहाँ हाडीमा भर्दै हुनुहुन्छ चिउरा जम उता जम पुरानो मान्छे हो हिँड्नु हजुर हुन्न अहिले पछि किन्ने आउनु अहिले बुझ्दैन नि यसो नेवारी भाषामा त्यो भन्छ अरे पर्वते भाषामा त्यो भन्छ अरे कि हजुर त्यो हेर त यहाँ नानी खोइ अगाडि गइसक्यो जस्तो लाग्यो 18 महिना 18 उतानिर उता सुन पसलनिर उता सुन पसलनिर के हो त्यहाँ पहिला बस्न ठाउँ सक्छ नि सोध पहिला ए ल ल ल यो चटपटे खाने भने ल चटपटे बनाइदिनु त दिदी ल मेरो छोरी के खाने रे छोरी त्यहाँ गएर बस्दै गरे हुन्छ त्यहाँ सोधेर म चटपटे लिएर आइदिन्छु बढी खाने हो चटपटे छोरी चटपटे खाने रे भने अघि त्यही बनाएर लिएर आउँछौँ कि अर्डर गर्छु हामी बनाएर ल ल ल ल ल ल ल यहाँ आएर बस्ने हो क्या त्यहाँ लिएर आउने होइन ल यहाँ बस पऱ्यो यहाँ चटपटे होइन कि पानीपुरी मैले होइन मलाई थोरै बच्चाको लागि कतिको भन्छ पानीपुरी चाहिँ हामीलाई चटपटे चाहिँ थोरै एउटा बनाइदिनु नोर पानीपुरी खाने त नि खाने 50 रुपियाँको बनाइदिनु ल हुन्छ पिरो केही नहालिकन त्यहाँ बसेर खायो हुन्छ क्या बरु त्यही भित्रै चटपटे लिएर आइदिन्छु बनाएर ल ल प्याकिङ हुन्छ होइन त उयो सुनपर्छ नि त्यही त होइन 2 प्लेट बनाइदिनु न छोरी चटपटे खाने हो पिरो खाने कि नखाने पिरो नखाने ल ओके ल अघि दिन ल ल ल हाल्न हाल खानु नि त खानु परिहाल्यो नि पानीपुरी त अब पञ्चायत नि प्याकमा होइन त्यो चटपटे चटपटे होइन पानीपुरीले ऊ चटपटे खानु ल भयो ल ऊ चटपटे खानु ल चटपटे त्यस्तो भइहाल्छ नि ए यता हेर्नुहोस् त
यता यता नमस्ते गरिदिनु सङ्ग लाङ्टेलाई हजुरबालाई नमस्ते नमस्ते गरौँ ल त्यो खस्ला ल नमस्ते नमस्ते गरे चारैतिर गयो अरे खै मसाइले किन नमस्ते भनिदिनुहोस् त नमस्ते गर्दै हिँडेर नमस्ते नमस्ते अनिखेर नमस्ते गरेको चारैतिर पो गयो अरे क्या ल ल ल चटपटी खानुहोस् न चारैतिर गएर मास्टर त्यहाँ नमस्ते गरे चटपटी कस्तो छ हजुर मिठो छ कस्तो छ हो ल ल म चाहिँ मोमो खान लागेको ल टमाटरको त्यो पिनेको जस्तै अचार के है टमाटरकै हो पिनेकै अचार हो मिक्सचरमा पिने अचार अस्तिको पालि आउँदा त अर्कै खालको माउँछ है यहाँ हो हजुर त्यतिखेरको चाहिँ हाडी गाउँमा चाहिँ फेरि यहाँको भन्दा धेरै खानाकुराहरू पाउँछ क्या यहीँकै जस्तो हो कहाँ धेरै पाउँछु सेम हो आयो केटा हो खाजा सेट 12 टक्क लाएर नेवारी आइटम टेस्ट राम्रो छ ल अरू पनि यसो कतै कोही कोही आउनुहुन्छ भने आइदिनु यसो पुखाम भिजिट गर्नु शनिबार होइन भाइ रमाइलो छ ठाउँ हो क्या छोरी भनिदेऊ हो भन उता उता क्यामेरामा बाबालाई माया गरिदिनु सबैजनाले भन्नुहोस् बन्द गर छोइला खानेकुरा त देखाउनु पर्छ त अनि देखाउनु पऱ्यो नि त भ्लगर जस्तो होइन खानेकुरै पहिले देखाउनु पर्छ होइन गाई के हो मैले खाएको देखेर अरूले हेरे भिडियो हेरेर उनीहरूको मुखमा पानी आओस् न ये बड़ी अच्छी बात छोरी मरी होइन यो मरी के हो रे कस्तो छ टेस्टी छ कस्तो छ सिधा टेस्टी यम्मी भनेर खै त खाइदिएको फेरि देखाइदियो त खाएर देखाइदियो यसरी खाने के यसरी समातेर यहाँ हेर त त्यसरी खाइदियो त आम्मी छ खाँदैन त्यस्तै टेस्ट रहेछ पहिला बनाउनु नि त मैले कसरी बनाउँछ तिमीले मिठो बनाउँछ क्या त्यो दुधमा रोटी जस्तो गरेर हाल्ने क्या विशेष होइन त दिदी छोइला होइन त खै खाएको छोइला हेलो फुच्ची के छ हाई गरिदेऊ यता हेरेर दिदीसँग खेलेको हो ल अब जाने है छोरी अब जाने घर जाने ल घर जाऊँ अब बाई गरिदिनुहोस् दिदीलाई बाई 20 रुपियाँ कहाँ 20 रुपियाँ एउटा देऊ न यो छोरीलाई बेलुन हो या हस् यस्तरी गर्नुपर्छ यो गाउँलाई के गर्ने गाउँलाई कुटेर हो गाउँ कुटेर बनाउने हो अझै धानलाई कुटेर अनि चिउरा बनाउने हो अझै यसरी भुटेर यस्तो गरेर यो धान भिजाएर त्यसपछि कुटे तताएर भुटेर अनि त्यसपछि ओखलमा यसरी कुटेपछि चिउरा बन्ने रहेछ है गाइस ल खाइयो अब निस्किन लागेको हामी चाहिँ है खै मेरो बुढीहरू कता गयो मेरो बुढी बच्चा छोरी त यहाँ छ छोरी के हो त्यो बेलुन ल बाटो पनि हेरेर हिँडौँ है फेरि लडिन्छ लाजै लाग्यो हेरे भुइँतिर छोरी यहाँ फोटो खिच्ने आऊ यहाँ फोटो खिच्ने आऊ त हजुर ल यहाँ भगवान् भाटामा बसेर फोटो खिच्ने उठ त यहाँ बस ल यहाँ बस
यहाँ बस ओ ल ल ल यता हेर्नु ल यता हेर्नु त छोरी बाबालाई हेर्नु त छोरी उर्सिता यता बाबालाई यता हेर्नु भने उर्सिता फेरि बाबाले हेऱ्यो नि यता उर्सिता हजुर छोरी यता हेर्नुहोस् त बाबालाई छोरी बाबाले हेर हो भइसक्यो ल खै त सुशीबाहरू ओहो के हो यस्तो यो वाट इज दिस त्यो बा अलि यता आउन त्यहाँ बस्छ जाउँ ल छोरी यता हेर बाबालाई छोरी उर्सिता यता बाबालाई हेर्नुहोस् त त्यसै बेलुनले मुख छोप्यो कि त्यसलाई नि अँगालेर राख न ल भयो ल खै सुसु भाइ जम जम छोरी ल फोटो खिच्ने हो भाइ फोटो खिच्ने हो यहाँ ल बस बढी म खिचिदिन्छु त्यो रक्सी खिच्ने हेर ल बस्दैसँग ल यता नि हेर्दै गर न सिङ्गल पनि हान्दै गरौँ ल होइन अब छोरी कसैलाई आउँदैन छोरी त्यहीँ छ ग्रुपको अब छोरी आऊ यहाँ फोटो खिच्ने आऊ भाइ भाइ एउटा फोटो खिच्देऊ न भिडियो भइरहेछ होइन केही फरक पर्दैन होइन भिडियोमै क्यामेरा चाहिँ यो है भिडियो भइरहेछ केही फरक पर्दैन छोरी जम हिँड न त्यो नगर अङ्कलले पा गर्नुहुन्छ त्यो फ्यान हो फ्यानले अनि हावा फाल्छ नि घरमा भएको जस्तै फ्यान हो हिँड न जम त्यो बेलुन हो हो दिदीको हो लड्छ भुइँमा हेरेर हिँड न यता 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 यला यला अब छोडिदेऊ अब भरे भोलि कुनै नेक्स्ट टाइम खाउँला खै ल्याऊ यहाँ ल्याऊ के खाएको काले त्यसलाई हातमा समात काले के खानु भएको काका काकी हेर्नुहोस् त काका काकी काका काकी भाइ बुहारी हिँडिरहेछन् बुढी छोरी पनि हिँडिरहेछन् के के भयो भने कहाँ कसले दिन्छ टिस्यु पेपर मिठो छ आँगर त खै यसलाई मिठो लागेको छ अलिकति दिदेऊ त ल झरे ल खानुहोस् ल देऊ न मलाई नि देऊ
आई डोन्ट नो के हो यो आलु चिप्स ह्यान्डमेड कस्तो राम्रो छ है यहाँ बच्चालाई पानी खाने बोतल किन्न पर्यो अरे फेरि सिधा यता चाहिँ चण्डेश्वरी है भाइ बुहारी हिँड्दैछन् टक्क स्कुटर यहाँ पार्कमा छ बुढी छोरी ल अब यसलाई तिमी नै बोक है गाई चाहिँ बल्ल घर आइपुगेर यस्तो पसिनै पसिना भाइ र बुहारी पनि गयो म नि आइपुगेँ भल्ल आम्मामा कस्तो पसिना आएको यार छ गर्मीले फर्स्टै हो घर आइपुगेँ बल्ल हेट अब बाटो साटोमा त अब यस्तै हो होइन फ्यामिली बोकेर हिँड्ने बेलामा अब बल्ल घर आइपुग्यो भाइ बुहारी गयो छोरी बोकेर आएको छोरीलाई छोडिदियो अनि भाइ र बुहारी घर गयो अब अहिले बेलुका अब जान्छु होला म फेरि बुढी अब मान्या छैन बुढीलाई फकाउनु पर्यो है के भने आफ्नो बुढी अब यस्तै हो गुड नाइट भन्न चाहन्छु अहिले नै ल है ल बाई बाई छोरले फेरि पनि